रोजलपा नमस्ते। समय सन्दर्भको पर्खाइमा बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत छ। नेपाल भाषा एकाडेमीको निमित्त अनक मिडियाद्वारा प्रस्तुत गरिने यो समय सन्दर्भ प्रत्येक आइतबार, मङ्गलबार र बिहिबार बिहान ठिक यसै बेला प्रस्तुत गरिन्छ। यसैगरी सोमबार, बुधबार र शुक्रबार भने नेवार प्रस्तुत गर्ने गर्छौँ। श्रोताहरू, कार्यक्रमको थालनी गरौँ। अहिले काठमाडौँ उपत्यका सहित देशभर पछिल्लो केही दिन यता वायु प्रदूषण उच्च बिन्दुमा पुगेको छ। देशभर करिब 400 भन्दा बढी स्थानमा लागेको डढेलो र भारतबाट उडेर आएको धुलोको कारण उपत्यका सहित देशका अधिकांश शहरमा तुवालो मडारिएको थियो। पानी नपर्दा तुवालो हट्न सकेको थिएन। आज भने उपत्यका सहित देशको केही भागमा वर्षात भएको छ। पानी परेसँगै आउने दिनमा तुवालो हट्ने, आकाश खुला हुने अनुमान पनि गरिएको छ। यो अवस्थामा बच्चाहरूको स्वास्थ्यमा के कस्तो असर पर्छ भन्ने विषयमा आज हामीले एकजना स्वास्थ्य कर्मीलाई फोन सम्पर्क गर्दैछौँ। उहाँ हुनुहुन्छ त्रिभुवन विश्वविद्यालयका शिक्षण अस्पताल कीर्तिपुरका क्याम्पस प्रमुख डाक्टर शिवमङ्गल प्रसाद। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो डाक्टर साहब, नमस्कार। हजुर नमस्कार। समय सन्दर्भमा फेरि यहाँलाई स्वागत गरेँ मैले। हजुर यहाँलाई पनि धेरै धेरै धन्यवाद शङ्करजी। अहिले यो हाम्रो वातावरण एकदमै प्रदूषित भएको अवस्था छ। सरकारले पनि अहिले स्कुल कलेजहरू बन्द गरेको स्थिति छ र यो तुवालोहरू कहिले हट्ला, यसबाट बच्चाहरूको स्वास्थ्यमा के कस्तो असर पर्ला? हजुर एक बाल रोग विशेषज्ञ पनि हुनुभएको कारणले यो प्रश्न मैले यहाँलाई राखेँ। धन्यवाद शङ्करजी। हजुर, यो अब यो अहिलेको जुन परिस्थिति छ, यो जुन वातावरणीय प्रदूषणको कारणले आएको हो, यो त अहिले सिजन चेन्जिङ पनि छ। यसका विभिन्न कारणहरू हुन्छन्। हजुर, त्यसमा अहिले भएको अवस्थामा हाम्रो आफ्नो कारण पनि र वायुमण्डल प्रदूषण अन्यत्रबाट पनि दुइटै भएको छ। अहिले छिमेकी राष्ट्र भारतमा त्यो हरियाणा, पन्जाब अनि दिल्लीतिर हजुर, यो के भन्छ डढाउने सिजन हो, पराली डढाउने सिजन। हजुर, र त्यता पनि त्यो डढाएको र धेरै दिन भयो हिउँदमा पानी नपरेको हुनाले हजुर हो, वायुमण्डलमा यो प्रदूषणका कणहरू, पोल्युटेन्टहरू जम्मा भएर बसेको अवस्था छ। र हाम्रो यहाँ पनि नेपालमा पनि अहिले भर्खरै हामी विभिन्न न्युजहरूमा सुनिरहेछौँ, देखिरहेछौँ टिभीका माध्यमले। हजुर, कि वनडढेलोले पनि एकदम ठुलो लिएको छ यसमा भूमिका। हजुर हो। वनडढेलो लगाउँदाखेरि धुवाँका मुस्लोहरू उठ्ने र ती धुवाँका धुलोमा कार्बनका पार्टिकल्सहरू वायुमण्डलीय उसमा चापमा त्यसको बढ्ने हुनाले हजुर, यसमा मुख्यतः हुन त यो सबै एज ग्रुपलाई प्रभाव पार्छ। हजुर, तर मुख्य रूपले बालबालिका र वृद्ध र अर्को दीर्घ रोगीहरू जसको श्वासको समस्या छ, दमको समस्या छ, उहाँहरूलाई यो अहिलेको अवस्थामा गाह्रो हुने हाम्रो स्वास्थ्य विज्ञहरूको धारणा छ। हजुर, र यस्तोमा हुने के हो? हेलो शङ्करजी। हजुर, हेलो सुनिरहेको छु मैले डाक्टर साहब। हजुर सुन्दैछु। हजुर, अब यसमा त्यो के हुन्छ, श्वास प्रश्वासमा कठिनाइ हुन्छ, सास लिनमा गाह्रो हुन्छ। हजुर, र यो एयर पोल्युटेन्टहरू, धुलोका कणहरू हजुर, स्वास्थ्य अवस्थामा चाहिने भन्दा यसका
वायुमण्डलीय चाप धेरै भएको अवस्था छ अहिले। हजुर अहिले यसो हेर्दाखेरि 4 टाइम्स 6 टाइम्स बढी थियो काठमाडौँको वायुमण्डलमा। हजुर र एउटा अर्को अवस्था पनि के छ भने हाम्रो काठमाडौँको भौगोलिक जुन बनावट छ त्यो अलिकति यस अवस्थालाई सहयोग गर्ने खालको छ। हाम्रो त्यो काठमाडौँको बनावट यो कचौरा आकारको छ। हजुर हो यसमा त्यो धुलोका कणहरू इजिली फ्लोट हुन पाउँदैन। हजुर त्यसकारण डे बाई डे यो चापिँदै जान्छ। अर्को प्रमुख कारण पहिलाका तुलनामा काठमाडौँ उपत्यकामा पनि सवारी साधनको चाप धेरै बढेको छ। हजुर र यो सवारीका साधनहरू पनि यो यातायातको मापदण्ड भन्दा फरक अवस्थाका सवारी साधनहरू, पुराना जीर्ण त्यस्ता सवारी साधनहरू पनि काठमाडौँमा धेरै देखिन आउँछ। त्यसबाट फालेका धुवा र ती धुवाहरू यही वायुमण्डलमा बसिराख्ने हुनाले त्यसको प्रमुख कारण भएको अहिलेको हाम्रो मान्यता छ शङ्करजी। हजुर डाक्टर साहब, अब यस्तो किसिमको यो वातावरणमा यस्तो प्रभाव देखिएको छ, यसले गर्दाखेरि सबभन्दा धेरै स्वास्थ्यमा असर गर्ने त अब वृद्धहरू भए अनि बालबच्चाहरू नै भए। बालबच्चाहरूलाई कस्तो किसिमको रोग लाग्न सक्छ हजुर यस्तोले? हजुर बालबच्चाहरूलाई के कस्तो किसिमको रोग लाग्न सक्छ हजुर यो वातावरण पोल्युसनले? यस्तो अवस्थामा अब हामीले सामान्य रूपमा देखिने खालको हामी पनि महसुस गरिराखेका छौँ हजुर कि यी घना बस्तीहरू, जस्तो काठमाडौँ घना बस्ती पनि भयो पहिलेको अपेक्षामा। हजुर अब अनियन्त्रित बसोबासहरू, अब रुख बिरुवाहरू बहुत कम छ पहिलाको तुलनामा। हामी सबै काटेर फाल्यौँ। अब ती चिजहरू कम भएको हुनाले यो धुलोका कणहरू अब्जर्भ गर्ने उनै भएन र यसले गर्दाखेरि हामी महसुस गरिरहेछौँ आँखा पोल्ने, बाहिर एकचोटि सहरतिर जानुभयो भने आँखा पोल्ने समस्या छ। र यो आँखा पोल्नुको कारण हो इरिटेन्ट, यो आई इरिटेन्टहरू हुन्छ जसले गर्दाखेरि आँखा पोल्छ, एउटा कुरो भयो। अर्को सानो नानीहरूलाई के भन्छ श्वास प्रश्वासका समस्याहरू, श्वास लिन गाह्रो हुने, हाच्छिउ आउने, अब के भन्छ अनि त्यसपछि रुगा लाग्यो जस्तो हुने, यस्ता समस्या, टाउको दुख्ने, वाक लाग्ने, यस्ता समस्याहरू चाहे बच्चा बच्चीमा पनि देख्न सक्छ र यस्तै वृद्धमा पनि देख्न सकिन्छ। किनभने यो दुईटामा हाम्रो मान्यता छ यो रोग प्रतिरोधात्मक क्षमता, इम्युनिटी पावर यो दुईटै एज ग्रुपमा कम हुन्छ। त्यस्तै नै दीर्घ रोगीहरू जो वास्तवमा श्वासकै रोगी छ, श्वास प्रश्वास सम्बन्धी नै रोग छ, जस्तै दम भयो, टिबी भयो, यस्ता का बिरामीहरूलाई पहिल्यैदेखि नै फोक्सो कमजोर हुन्छ। र यस्तो यो वायुमण्डलीय चापमा धुलोका कणहरू बढी भएको अवस्था भयो भने उहाँहरूलाई त्यो रोगले बढी च्याप्ने सक्ने सम्भावना भएको हामीले देखेका छौँ। हजुर पक्कै पनि डाक्टर साहब, अनि यो अब यसको लागि बस्ने उपाय भन्नाले हामी कस्तो किसिमको उपायहरू अपनाएर यसबाट बस्न सक्छौँ त? अब हजुर यसको लागि त सबभन्दा राम्रो उपाय हो अहिले नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट पनि सुरुकै दिनमा विज्ञप्ति आएको थियो कि अत्यावश्यक कामभन्दा बाहिर ननिस्कौँ, अत्यावश्यक काम पर्यो भने मात्रै घरबाट बाहिर निस्कौँ, चस्मा लगाऊ, चस्माले गर्दाखेरि आई इरिटेन्ट कम गराउँछ, र नाक र मुख ढाक्ने गरी मास्क लगाऊ। अहिले त कस्तो अवस्था छ भने शङ्करजी, कोरोनाको पनि फेरि सेकेन्ड वेभको लहर चलिराखेको छ। किनकि भारतमा त अब दिनानु 60,000 80,000, हिजो पनि 80,000 कोरोनाका एक्टिभ बिरामीहरू थपिए भनेर समाचारले दियो। हाम्रो यहाँ पनि अब करिब हामी त नक्कै बराबरमा पुगेका थियौँ, तर हिजो मात्रै पनि 100 जना एक्टिभ बिरामीहरू देखिएर 1000 को सङ्ख्यामा अहिले हाम्रोमा पनि पुग्यो। त्यसकारण र अहिलेको यो जुन सिजन छ यो सिजन पनि कोरोनालाई अनुकूल हुने सिजन आएको छ यो। त्यसकारण हामी दुईटैलाई ध्यानमा राखेर हामी बडा सजगताका साथ
अगाडि बढ्नुपर्ने अवस्था छ। हजुर त्यही भएर अहिले हामी जुन कोरोनाको मापदण्डमा हामी जुन छौँ, डिस्टान्सिङ, मास्किङ, ह्यान्ड वास र सेनिटाइजरको युज, यिनलाई एकदम यथावत नै राख्दै जान पर्छ। हजुर र यो बिचमा हामीले यो मनतातो पानी, फ्रिक्वेन्टली खाने, झोलिलो चिजहरू खाने, हजुर कालो चिया, कागती पानी अथवा लेमन टी, यिनीहरूको हामीले प्रयोग बढाउन पर्छ। र हजुर अहिले त बडा राम्रो भएको छ, नेपाल सरकारले त स्कुल नै बन्द गरेको छ हजुर 20 गतेसम्म। पठन पाठनले गर्दा पनि बाहिर अलिकति चाप कम हुन्छ र हाम्रो बालबालिकाहरू घरबाट बाहिर निस्कन पाउँदैन र अर्को भिडभाड पनि कम हुन्छ। यसले पक्कै नै केही न केही अहम भूमिका गर्छ भनेर सोचेर नै नेपाल सरकारले 20 गतेसम्मलाई स्कुलहरू बन्द गरेका छ, शैक्षिक संस्थाहरू बन्द गरेका छन्। हजुर यही हो। यसको अब भनौँ न, यो पोल्युसनले गर्दाखेरि बालबच्चाहरू, वृद्धहरूको आँखा पोल्ने, श्वास प्रश्वासमा सबभन्दा बढी समस्या देखिने, रुगाखोकी भयो, यस्तो रोगहरू बढ्न सक्छन्। अलिकति आवाज कटेर आयो। यो आँखा पोल्ने हुनसक्छ अनि त्यस पछाडि श्वास प्रश्वासमा अलिकति समस्या देखिन्छ भनेर डाक्टर साहबले भन्नुभयो नि अहिले। हजुर हजुर। यसले गर्दाखेरि अब त्यसको लागि चाहिँ श्वास प्रश्वासको लागि चाहिँ हामी मास्क लगाइहाल्छौँ कम्पलसरी प्रायः जस्तो। हजुर। अनि आँखा पोल्नेको लागि चस्मा लगा भन्नुभयो यहाँले, चस्मा लगाउने यो पनि छँदैछ। अनि बाहिरबाट आएपछि फ्रिक्वेन्टली सफा पानीले आँखा धुने, हजुर हजुर सफा कपडाले पुस्ने। हजुर र अहिले जुन हाम्रो यो एप्लियन्सेसहरू छ, कम्प्युटर, मोबाइल, टिभी, यिनीहरूको प्रयोग कम गर्ने। हजुर मोबाइलहरू है। हजुर हजुर त्यसले अलिकति हाम्रो यो आँखालाई आराम हुन्छ र यो आँखा पोल्नेबाट हामी बच्छौँ। र यो बिचमा जुन धुवा धुलो उडाउने कामहरू कम गर्नु पर्यो। अहिले पनि देखिरहेछौँ, मैले हिजो मात्रै जाँदाखेरि मेन ठाउँलाई भनौँ, सडक विभागलाई नै भनौँ, सडक विभागका कर्मचारीहरू फोहोर बटुलेर आगो लगाइरहेथे। मैले गाडी रोकेर भने यो अहिले नपोल्नुहोस् न, बरु एक ठाउँमा राखिदिनुहोस्, 2-4 दिन पर्खनुहोस्। अब के मान्छन् त उनीहरू, होइन? पोलि नै रहेथे। हाम्रो किर्तिपुरकै कुरा गर्दै थियो, हाम्रो प्लान्टोरियमभन्दा तल पोलिरहेथे, मेरै क्याम्पसको तल। अनि उहाँहरूलाई भनेपछि अब त्यति त पोलिसक्नु भएको थियो, अरू चाहिँ पोल्नु भएन। र अर्को कुरो, बडा खुसीको कुरो छ, म त पटक पटक तपाईँको माध्यमले भन्छु, प्रकृतिले पनि केही चिजका नियन्त्रण र रोकथाम गर्छ। हजुर पक्कै पनि। अहिले हेर्नुहोस्, वायुमण्डलीय वातावरण अहिले चेन्ज भएको छ। र यस्तो अवस्थालाई विज्ञहरूको मान्न के छ भने काठमाडौँको भौगोलिक परिस्थितिको कारण यहाँ या त जोडले हावा चल्न पर्छ, त्यो धुलोका कणहरूलाई उडाएर लानलाई हुरी नै आउन पर्छ, अथवा मजाको पानी पर्नुपर्छ। हामी एकचोटि भन्छौँ नि मुसलेधार पानी, त्यो पर्यो भने धेरै कम हुन्छ। तर जे भए पनि हिजो राति अलिक पानी कम परेको छ, तर कम छ। यसले गर्दाखेरि अहिले बाहिर म छतमा गएको थिएँ, वायुमण्डलमा अवश्य नै केही सुधार आएको छ। र आशा गरौँ, अहिले हाम्रो मौसमविदहरूको पनि भनाइ छ कि अब पानी चाहिँ पर्छ, आजबाट अनुमान गरेको छ, परेको पनि छ। र देशभरि नै वर्षा भएको चाहिँ न्युजहरू आइराखेको छ। यो चाहिँ एउटा सुखद पक्ष हो र यो प्रकृतिले हामीमाथि गरेको एक किसिमको उदारता हो, प्रकृतिको उदारता हो अहिलेको समस्यालाई समाधान गर्नको लागि। शङ्करजी। हजुर डाक्टर साहब, अनि यो अहिले भनौँ न, अहिले ऋतु परिवर्तन भइरहेको छ, मौसम सिजन चेन्ज भइरहेको अवस्थामा यो पोल्युसन, वातावरणमा पोल्युसन नदेखिँदा पनि बच्चाहरू बिरामी हुने भइरहन्थे नि है? हजुर। पोल्युसनले बिना पनि यो सिजन चेन्ज हुँदाखेरि लाग्ने रोगहरू हुन्छ नि जुन, र होइन पोल्युसन बिना त अब यसै छ। अब जति भने नि हामी पोल्युसन छैन भन्न सक्ने अवस्था हाम्रो काठमाडौँवासीको छैन। हेर्नुहोस्, हजुर हजुर, यसमा अलिकति कम बेस हुँदै गरिराखेको छ। नत्र काठमाडौँ त अब वातावरण प्रदूषित भएको महानगरको मापदण्डमा धेरै नै माथि छ। हजुर। त्यसकारण अब यहाँको वातावरण नै त्यस्तै भयो। र त्यो अवस्थामा एउटा, र अर्को कुरो, बच्चा बच्चीको
यो बालबालिकाहरूको रोग प्रतिरोधात्मक क्षमता नै कम हुन्छ शङ्करजी। हजुर हो। जसले गर्दाखेरि यो मात्रै होइन, अरू रोगहरूले पनि बच्चा बच्चीमा छिटै नै प्रभाव पार्ने हुन्छ। हजुर त्यसकारण हाम्रो बच्चा यस अवस्थाबाट बच्नको लागि अहिले त अब 2-4 दिनको लागि अब स्कुलै जाँदैन, त्यसबाट फुर्सदै भएको छ। हजुर तर घरमा पनि झोलिलो पोसिलो खानेकुराहरू बालबालिकाहरूलाई दिन पर्यो। र साथै यो जुन एप्लायन्सेसहरू छ, हजुर यो तपाईँको कम्प्युटर भयो, मोबाइल भयो, आजकल हेर्छु सबै बच्चाहरू मोबाइल र कम्प्युटरमा एकदम झुमिराखेको हुन्छ। हजुर यो एकजनाको मात्रै होइन, हाम्रो पनि यही समस्या हो। हाम्रो बच्चाहरू पनि त्यही गर्छन्। त्यसकारण तपाईँको माध्यमले हाम्रा प्यारा नानी बाबुहरूलाई म के दिन चाहन्छु भने के भयो सल्लाह कि अत्यावश्यक बाहेक यी चिजहरू नचलाइदिनुहोस् र चलाउँदाखेरि सकभर जुन आई प्रोटेक्टिङ ग्लास हुन्छ नि, हजुर हो, त्यो बरु लगाउँ। आई प्रोटेक्टिङ ग्लास लगाएर मोबाइल ल्यापटपहरू चलाउँ। र त्यसमा आजकल अहिले केही गेमहरू, भिडियो गेमहरू यिनीहरू नखेलौँ, फेसबुकहरू नचलाऊ। अब यो च्याटिङका कुराहरू पनि नगरौँ। र यो अहिलेलाई मात्रै होइन, सधैँको लागि अत्यावश्यक भन्दा बढी चलाएन भने यसले आईमाथि जुन स्ट्रेन पर्छ त्यो स्ट्रेन चाहिँ कम हुन्छ। नत्र अहिले एकदम भयावह छ, के भन्छ भिजुअल सिन्ड्रोम भनेर आइराखेको छ होइन। यसले गर्दाखेरि यो अरू केही होइन, यस्ता लाइटहरू जुन रे आइराखेको छ, यो रेडले आईको रेटिनालाई कन्जङ्टाइभालाई असर पर्ने भएको हुनाले त्यो कन्जङ्टाइभल प्रेसर बढेको हुनाले बच्चाहरूको आँखा रातो हुने, चिलाउने, आँसु आउने र बिस्तारै बिस्तारै यही अवस्था जाँदै गयो भने भिजन कम हुँदै जान्छ। र अब रिसर्चहरूले त यस्तोसम्म देखाएको छ भने यो त भयावह छ, पछि गएर तपाईँको ब्लाइन्डनेससम्म पनि यसले लिड गर्न सक्छ। त्यसकारण सकभर बच्चा बच्चीहरूलाई यी चिजहरूबाट टाढा नै राख्नु उचित हुन्छ सर। हजुर डाक्टर साहब, खुसी लाग्यो हाम्रो कार्यक्रममा यतिका समय दिनुभयो, अमूल्य जानकारीहरू दिनुभयो। यसको लागि म नेवा एफएमको तर्फबाट यहाँलाई धन्यवाद दिन चाहन्छु। यहाँलाई पनि शङ्करजी, यहाँको माध्यमले र नेवा एफएमको माध्यमले मलाई जुन एउटा मौका जुराइदिनु भयो र यो नेवा एफएम माध्यमले यो स्वास्थ्य सम्बन्धी सल्लाहलाई मैले आम नेपाली जनमानसमा सम्प्रेषण गर्न पाएकोमा म नेवा एफएम प्रति धेरै धेरै कृतज्ञता प्रकट गर्दै र नेवा एफएमका सम्पूर्ण परिवारप्रति आभार पनि प्रकट गर्दछु। र यो समयमा मेरो यो सम्प्रेषणलाई सुनेर बस्नुभएका मेरा सम्पूर्ण आदरणीय आमा बुवा, साथीभाइ तथा प्यारा प्यारा बालबालिकाहरूलाई पनि धेरै धेरै आभार र धन्यवाद प्रकट गर्छु। हस् त, धन्यवाद। हस्, धन्यवाद डाक्टर साहब। श्रोताहरू, उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल कीर्तिपुरका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर शिवमङ्गल प्रसाद। आजको कार्यक्रमबाट प्रविधि संयोजनमा दिलीप कुमार महर्जन र म शङ्कर थापालाई बिदा दिनुहोस्। नमस्ते, शुभ।